आज चाहिँ हामी पढ्छौँ ब्याक्ट्रोसेरा माइनेक्स। ब्याक्ट्रोसेरा माइनेक्स भनेको चाहिँ चाइनिज फ्रुट फ्लाई अथवा यसलाई चाहिँ सिट्रस फ्रुट फ्लाई भनिन्छ। यसलाई चाहिँ सिट्रस फ्रुट फ्लाई भनिन्छ। यसले चाहिँ सबै सिट्रस फ्यामिलीहरूलाई चाहिँ इफेक्ट गर्छ, तर मेनली भनेको चाहिँ स्वीट ओरेन्ज चाहिँ जुनहरूलाई चाहिँ यसले चाहिँ एकदम धेरै चाहिँ इफेक्ट चाहिँ गरेको हुन्छ। यो चाहिँ नेपालमा पहिलोचोटि रिपोर्टेड भएको भनेको चाहिँ 2007 मा हो हैन। नेपालमा चाहिँ फर्स्ट टाइम रिपोर्टेड इन नेपाल भनेको चाहिँ रिपोर्टेड भएको भनेको चाहिँ 2007 सालमा धनकुटामा चाहिँ यो चाहिँ रिपोर्टेड भएको हो। अनि यो भनेको चाहिँ यो एकदम डोमिनेटेड भनेको चाहिँ मिड हिल्स पनि एल्टिट्युड भनेको चाहिँ 1100 देखि 1500 MASL सम्मको एल्टिट्युडमा चाहिँ यसको चाहिँ बढी चाहिँ प्रकोप चाहिँ रहेको छ। अनि त्यसपछि यसले एकदम इफेक्ट गरेको ठाउँ भनेको चाहिँ सिन्धुली, त्यसपछि अर्को भनेको चाहिँ रामेछाप, अर्को भनेको चाहिँ धनकुटा अनि अर्को भनेको चाहिँ काभ्रे र दोलखा हो। अनि अहिले चाहिँ यो चाहिँ सिफ्ट भएर चाहिँ हाम्रो चाहिँ वेस्टर्न रिजनमा पनि गएको छ है। वेस्टर्न रिजन भनेको चाहिँ गण्डकी र लुम्बिनी प्रोभिन्सतिर पनि अहिले चाहिँ यो चाहिँ सर्न थालेको चाहिँ छ। त्यहाँ पनि अहिले चाहिँ यसको प्रकोप चाहिँ बढी देखिन थालेको चाहिँ छ है। त्यसपछि यसको चाहिँ आइडेन्टिफिकेसन, यसलाई हामीले कसरी चिन्न सक्छौँ भन्दाखेरि चाहिँ यसको चाहिँ म्यागोट हुन्छ हैन। यसको चाहिँ म्यागोट्स हुन्छ, जुन भनेको चाहिँ क्रिमी येल्लो कलरको चाहिँ म्यागोट्स हुन्छ। अनि त्यसपछि यसको चाहिँ एडल्ट भनेको चाहिँ व्याप्स लाइक हुन्छ। एडल्ट भनेको चाहिँ व्याप्स जस्तो चाहिँ हुन्छ हैन, बारुलाहरू जस्तो चाहिँ हुन्छ, जसको चाहिँ रेडिस ब्राउन कलरको चाहिँ बडी हुन्छ, र त्यसको चाहिँ रेडिस ब्राउन कलरको चाहिँ बडी हुन्छ। र अर्को भनेको चाहिँ त्यो रेडिस ब्राउन कलरको बडीमा चाहिँ त्यो सेन्टर अफ द थोर्याक्सको सेन्टरमा चाहिँ येल्लो कलरको चाहिँ स्ट्राइप हुन्छ। थोर्याक्समा चाहिँ हैन, एट द सेन्टर अफ थोर्याक्समा चाहिँ येल्लो कलरको चाहिँ भर्टिकल चाहिँ स्ट्राइप हुन्छ एट द सेन्टर अफ थोर्याक्समा चाहिँ, घाँटीमा चाहिँ। अब यसको लाइफ साइकलमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ एक लार्भा प्युपा एडल्ट नै हुन्छ। यसको चाहिँ कम्प्लिट मेटामोर्फोसिस नै हुन्छ। एक भनेको चाहिँ इनसाइड द फ्रुटमा चाहिँ एक ले गर्छ। अनि त्यसपछि 1 देखि 3 दिनमा चाहिँ एकपल्ट चाहिँ लार्भा बन्छ। लार्भाको भनेको चाहिँ 3टा इनस्टार हुन्छ। 3टा इनस्टारमा चाहिँ फर्स्ट र सेकेन्ड इनस्टार चाहिँ फ्रुटभित्र बस्छ हैन, फ्रुटहरू खान्छ। र तेस्रो इनस्टार भनेको चाहिँ सोइलमै बसिरहेको चाहिँ हुन्छ। त्यसपछि लार्भा पछि चाहिँ हाम्रो चाहिँ 1 देखि 2 महिनामा चाहिँ लार्भाबाट चाहिँ प्युपा बन्छ। 1 देखि 2 महिनामा चाहिँ प्युपेसन भनेको चाहिँ ओभर विन्टरिङ चाहिँ सोइल गर्छ। सोइल चाहिँ 4 देखि 5 सेन्टिमिटरको सोइलमा चाहिँ ओभर विन्टरिङ गर्छ। त्यसपछि यसको चाहिँ एडल्ट बन्छ, जुन भनेको चाहिँ 5 देखि 7 महिनामा चाहिँ यसको चाहिँ एडल्ट बन्छ। अनि त्यसपछि त्यो एडल्ट चाहिँ इमर्जेन्स विथ प्रिमनसुन भइसकेपछि चाहिँ यो चाहिँ एडल्ट चाहिँ बाहिर निस्किन्छ। प्रिमनसुन पछि चाहिँ यो एडल्ट चाहिँ बाहिर निस्किन्छ। यसको चाहिँ लाइफ साइकल भयो। त्यसपछि यसको लाइफ साइकल पछि अर्को चाहिँ के छ भन्दाखेरि चाहिँ यसको चाहिँ यसले पुर्याउने ड्यामेजहरू चाहिँ यसको चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ ड्यामेज भन्दाखेरि चाहिँ सुरुमा भनेको चाहिँ फिमेलले चाहिँ फ्रुटभित्र नै ओभी पोजिसन गरिदिन्छन्। फ्रुटभित्रै ओभी पोजिसन हुन्छ, पेनिट्रेट गरेर बाई पेनिट्रेटिङ हैन, बाई पङ्क्चरिङ गरेर चाहिँ त्यो फ्रुटको त्यो इम्याच्योर यङ खालको फ्रुट हुन्छ नि, त्यसलाई चाहिँ पङ्क्चरिङ गरेर चाहिँ त्यसले चाहिँ फ्रुट भित्रै एगले गरिदिन्छन्। अनि त्यो पङ्क्चर गरेको ठाउँमा चाहिँ ब्ल्याक स्कार्स देखिन्छ हैन, पङ्क्चर गरेको ठाउँमा
एट द पोइन्ट अफ पङ्क्चर गरेको ठाउँमा चाहिँ ब्ल्याक कलरको चाहिँ स्कार्स देखिन्छ। अनि अर्को भनेको चाहिँ यसको मेन अर्को सिम्पटम भनेको चाहिँ फ्रुट कट गर्दाखेरि चाहिँ हामीले चाहिँ एउटा चाहिँ फ्रुट भयो हैन, हामीले चाहिँ एउटा फ्रुट भयो, यो भनेको चाहिँ एउटा स्विट ओरेन्ज भयो। अब यो फ्रुटलाई चाहिँ हामीले चाहिँ यो फ्रुटलाई चाहिँ कट गर्यौँ भने चाहिँ यहाँ चाहिँ क्रलिङ लार्भाहरू चाहिँ देखिन्छ, यहाँ चाहिँ कर्लिङ लार्भाहरू चाहिँ देखिन्छ, कर्लिङ म्यागोट्सहरू देखिन्छ हैन। फ्रुट कट गरेर हेर्दाखेरि चाहिँ कर्लिङ म्यागोटहरू चाहिँ कर्लिङ गरेको चाहिँ देखिन्छ। यो चाहिँ ट्रान्सफर सेक्सन अफ फ्रुट हो। अनि यो फ्रुट काटेर हेर्दा चाहिँ कर्लिङ म्यागोट्सहरू चाहिँ देखिन्छ फ्रुटमा चाहिँ। अब यसको म्यानेजमेन्टको लागि भनेको चाहिँ कल्चरल प्र्याक्टिसेसमा चाहिँ के गर्न सकिन्छ भन्दाखेरि चाहिँ कल्चरल प्र्याक्टिसेसमा चाहिँ त्यो चाहिँ हामीले चाहिँ के गर्ने भन्दाखेरि चाहिँ त्यो कलेक्सन गर्ने हैन, कलेक्सन इन्फेक्टेड फ्रुटलाई चाहिँ कलेक्सन गर्ने र त्यसलाई चाहिँ डिस्पोज गरिदिने हैन, डिस्पोज गरिदिने एउटा भनेको चाहिँ। अर्को भनेको चाहिँ इन्फेक्टेड फ्रुटलाई कलेक्ट गर्ने पोलिथिनमा र त्यसलाई फेरि डिस्पोज गरिदिने भयो है। त्यसपछि अर्को यसको मेन भनेको चाहिँ एरिया वाइड कन्ट्रोल प्रोग्राम भन्ने चाहिँ हुन्छ है। एरिया वाइड कन्ट्रोल प्रोग्राम AWCP भन्ने हुन्छ। यसले चाहिँ यो अनिखेर विथ प्रोटिन बेड हैन, यसमा चाहिँ प्रोटिन बेड युज गरेर चाहिँ गर्न चाहिँ सकिन्छ। अनि यो प्रोग्रामको सक्सेस चाहिँ के छ भन्दाखेरि चाहिँ सिन्धुलीमा चाहिँ यो एडप्ट गरेर गर्दाखेरि चाहिँ हाम्रो जुन फ्रुट ड्रप हुन्छ त्यो फ्रुट ड्रप भनेको चाहिँ 5 देखि 10% चाहिँ घटेको छ र हाम्रो धनकुटामा चाहिँ इन्डिभिजुअल प्र्याक्टिसेस गर्दाखेरि चाहिँ फ्रुट ड्रप चाहिँ झन् बढेर चाहिँ 50 to 80% चाहिँ पुगेको थियो है। अब त्यसपछि यसमा चाहिँ के गरिन्छ, यसको स्टेप भनेको चाहिँ सुरुमा मोनिटरिङ हुन्छ, मोनिटरिङ गरिन्छ। त्यसपछि प्रोटिन बेड स्प्रे गरिन्छ, प्रोटिन बेड हैन, हाम्रो प्रोटिन बेड चाहिँ स्प्रे गरिन्छ। त्यसपछि त्यसलाई चाहिँ के गरिन्छ भन्दाखेरि चाहिँ ट्र्यापिङ गरिन्छ र फिल्ड सेनिटेसन गरिन्छ। त्यसपछि चाहिँ फिल्ड सेनिटेसन गरिन्छ। अब हामीले चाहिँ यो प्रोटिन ब्रेड कसरी बनाउँछौँ भन्दाखेरि अनि यसको एप्लिकेसन चाहिँ कसरी गर्छौँ भन्दाखेरि सुरुमा भनेको चाहिँ हाम्रो चाहिँ प्रोटिन हाइड्रोलाइटेज भन्ने हुन्छ, प्रोटिन हाइड्रोलाइसेट भन्ने हुन्छ। त्यो प्रोटिन हाइड्रोलाइसेट 25% र अर्को भनेको चाहिँ इमामेक्टिन बेन्जोएट चाहिँ हामीले चाहिँ 0.1% चाहिँ दुईटा मिक्स बनाएर एउटा सोलुसन बनाउँछौँ। अनि यो सोलुसनको चाहिँ 1 पार्ट प्लस 2 पार्ट चाहिँ वाटर लिन्छौँ, 2 पार्ट चाहिँ वाटर लिन्छौँ र हामीले चाहिँ @ 50 ml पर मिटर स्क्वायरमा चाहिँ स्प्रे गरिदिन्छौँ। त्यो स्प्रे पनि हामीले चाहिँ अन्डर साइड अफ द लिफको अन्डर साइडमा चाहिँ स्प्रे गर्छौँ है। अनि अर्को भनेको चाहिँ हाम्रो यो पछि अर्को भनेको चाहिँ हाम्रो केमिकल कन्ट्रोल छ। केमिकल कन्ट्रोलमा चाहिँ हामीले चाहिँ के युज गर्छौँ भन्दाखेरि चाहिँ डाइमिथोएट भनेको यसको ट्रेड नेम भनेको चाहिँ रोगर। डाइमिथोएट भनेको चाहिँ @ 1.5 ml पर लिटर, 1 लिटरमा 1.5 ml को दरले चाहिँ एट द 15 days इन्टरभलमा चाहिँ हामीले चाहिँ एग लेइङ सिजनमा चाहिँ हाल्छौँ। जब एग लेइङ सिजन हुन्छ नि, एग लेइङ सिजन भनेको चाहिँ यो ब्र्याक्टोसेरामाइनसको एग लेइङ सिजन भनेको चाहिँ वैशाखदेखि चाहिँ असारसम्म हुन्छ। त्यो बेला चाहिँ हामीले चाहिँ डाइमिथोएट रोगर चाहिँ